यो नवसंस्कृतिमा युनाइटेड क्रिस्चियन फेलोशिपको यो 20औं स्थापना दिवसलाई हामी यो मनाउन लागिरहेका छौँ र विशेष गरी यो 20औं स्थापना दिवस सुसम्पन्न गर्नुको मुख्य उद्देश्य यो फेलोशिप जसरी परमेश्वरले हामीलाई स्थापित गर्ने अनुमति दिनुभयो, स्थापित भए पश्चात यो 20 वर्षको लामो फेलोशिपको आत्मिक यात्रामा परमेश्वरले हाम्रो कमी कमजोरी दुर्बलताहरूमा उतार चढावको कुराहरूमा परमेश्वरले हामीलाई सम्हाल्दै जोगाउँदै मलाई जुन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ लहै हुन मन पर्छ। स्टेजहरूमा गाउने मौका भएको थियो अनि मेरो म्युजिकल जर्नी चाहिँ विशेष गरिकन यो युनाइटेड क्रिस्चियन फेलोशिपद्वारा नै स्टार्ट भएको थियो अनि धेरै सङ्गतिहरूमा मलाई गाउने मौका दिनुभयो तपाईँहरूले। यसरी नै मलाई हिजो सालमा पनि यही सभापति पास्टर सोनाम कालीलाई जसले मलाई मौका दिनुभयो भिडियोमा सत्यहरू समक्षमा राख्नको निम्ति 20 वर्ष अगाडिको कुरा गर्नुपर्दा मेरो जन्मको नेतासे सिर्जना क्लासमा भएको हो अनि 20 वर्ष अगाडि जब Presented to Mr. Benjamin Thapa, social worker, Chief Advisor Council for the United Christian Youth Fellowship. You are precious in the eyes of the Lord. We truly appreciate your faithful effort in expanding the kingdom of God
and impactful social work that has uplifted the community. We are deeply blessed and encouraged. President Pastor Robin Munger and Social Pastor Sunam Karo. धर्मीजन सदा सर्वदा सम्झनामा रहिरहन्छ। भजन सङ्ग्रह 112 को 6। 1 फरवरी 1974 सालको पिता स्वर्गीय काजीमन भुजेल अनि माता स्व धनलक्ष्मी भुजेलको परिवारमा ज्येष्ठ सुपुत्रको रूपमा जन्मनु भएका स्वर्गीय एल्डर केली खवासले प्रभुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता पनि 1974 सालमा ग्रहण गर्नुभए पश्चात स्वर्गीय पास्टर बीएस कार्कीजीको हातबाट पानीको बत्तिस्मा लिनुभएको थियो। स्वर्गीय एल्डर केली खवास एक निष्ठा सिद्धान्तवादी श्रीमतीलाई पनि हामी माथि बोलाउँछौँ र यहाँ दुईजनालाई विशेष हामी यहाँ अगाडि सम्मान स्वरूप लगाइरहेका छौँ र यो सिन्कोना काशीको लागि एउटा ठुलो प्रकृति दिनुभएको अनुग्रह उहाँले त्यो समयमा छर्नुभएको वचनहरू आज यहाँ ठाउँमा उम्रेको छ र आज वर्तमान मण्डलीले उहाँलाई देख्नु पाउनु नै हाम्रो लागि आशिषको कारण हो। त्यति बेला
ताली बजाइदिनुहोस् है। तालीको कम्पिटिसन गर्नु चाहिँ आज ताली बजाइदिनु छ कार्यक्रम, आज ताली बजाइदिनु कार्यक्रम र उहाँहरू त्यो हेर्नुहोस्, तपाईँ राम्रो हेर्नुहोस् है, तपाईँ आइदिनुहोस्, अदौल भाइ पनि आइदिनुहोस्, माथि एकजना हामी त्यसो गर्दा चाहिँ प्रत्येक मण्डलीका अग्रजहरू हामी म यो पढ्नेछु, त्यसपछि हामी सिनियर पास्टर्सहरूको हातबाट है यहाँलाई हामी यो हस्तान्तरण गर्नेछौँ। त्यसपछि हाम्रो पास्टर माथिबाट 2 शब्द हामी केही कुराहरू सुन्ने पनि छौँ हैन। अनि मानिसलाई परमेश्वरले एकताको साथमा उहाँले बनाउँदै गर्नुहुँदा, डिजाइन गर्दै गर्नुहुँदा पनि उहाँको हृदयको कुरा चाहिँ पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरसँगको स्वभाव हुँदै गर्दा पनि उहाँले राख्नु भएको हृदयको कुरा हो। हाम्रै स्वरूपमा बनाऊ, म मेरै प्रतिरूप र स्वरूपमा बनाइदिन्छु भन्नु भएन, तर उहाँले भन्नुभयो हामी हाम्रै स्वरूप र प्रतिरूपमा बनाऊ, किनभने हाम्रो परमेश्वरलाई एकता साह्रै मनपर्छ। अनि यो भेगमा जुन एकताले 20 वर्षसम्मको जर्नीलाई पार गर्दै गर्दाखेरि परमेश्वरले कति ठुल्ठुलो अद्भुत कामहरू गर्नुभयो यो एकताभित्र। अनि म बाइबलमा हेर्दै गर्दा एकताले परमेश्वरलाई आकर्षण गर्छ मात्र होइन, तर एकताले बाइबलमा हामीले हेर्यौँ भने थुप्रै काम गरेको छ।